ईपीएस पास नगरिकन कोरिया जाने भन्ने विषय के हो भने यसको लागि चाहिँ तपाईको हस्बेन्ड अथवा वाइफ E7 भिजामा चाहिँ कोरियामा हुनु पर्यो र उहाँले तपाईलाई भिजिट भिजामा पहिला कोरियामा इन्भाइट गर्नुहुन्छ। त्यसपछि तपाईहरु इमिग्रेसनमा गइसकेपछि F3 भिजा पाइन्छ र यो F3 भिजा पाइसकेपछि कोरियाको ल्याङ्ग्वेजको लेभल टेस्ट जसलाई KIP लेभल टेस्ट भनिन्छ यो लेभल टेस्टमा तपाईले लेभल 2 ल्याउनु पर्यो। काम अनुसार फरक छ यो पनि कुनैमा लेभल 3 होला कुनैमा लेभल चाहिँ 4 होला। यो लेभल टेस्टमा चाहिँ त्यहाँ तोकिएको चाहिँ अंक ल्याइसकेपछि अनि फेरि वर्क परमिटको लागि एप्लाई गरेर वर्क परमिट पाइसकेपछि बल्ल काम गर्न मिल्छ भनेको है। नेपालदेखि नै यसरी डिपेन्डेन्ट भिजामा यति कन्सल्टेन्सी मार्फत जाने भनेको चाहिँ होइन। यसको लागि तपाईको हस्बेन्ड अथवा तपाईको वाइफ कोरियामा हुनु पर्यो, उहाँसँग E7 भिजा हुनु पर्यो, उहाँले तपाईलाई इन्भाइट गर्नु पर्यो है त। यसमा कुनै कन्सल्टेन्सीले पैसा खाने अथवा कुनै कन्सल्टेन्सीबाट चाहिँ जाने भन्ने हुँदैन। अब यसको बारेमा स्क्याम पनि सुरु होला नेपालमा है। यो कुरामा चाहिँ सबैजना सचेत हुनु होला र यो इन्फर्मेसन चाहिँ सबैजनालाई शेयर पनि गरिदिनु होला है त।